नमस्ते। आज हेर्न सक्नुहुँदैछ है मैले बैगन भर्ता बनाउनको लागि है बैगन चाहिँ अब ग्यासमा भुनेर है यसरी मैले चपहरू गरेँ। प्याज लसुन अदरकहरू सबै हरियो मिर्चीहरू फेरि हरा मटर पनि हालेर मैले यसरी बनाउँदैछु। हेर्न सक्नुहुन्छ तपाईँहरूले है यसरी बनाउनुहोस्, मिठो हुन्छ ठन्डामा है। पराठाको साथ बैगन भर्ताहरू खानु रोटीसँग है दामी हुन्छ। मजाले खानुहोस्। अन्त यसमा हाल्नुहोस् मसलाहरू सबै है, हल्दी, गरम मसलाहरू, धनियाँ पाउडर, चिनी मसलाहरू सब मसला चाहिँ हालिदिनुहोस् न सबै। कोही दिक्कत छैन है, मिठो हुन्छ खाँदाखेरि है। किनभने अलरेडी भुनेको यो फ्लेभर राम्रो हुन्छ है। त्यसरी चाहिँ हाल्नुहोस्। मैले चाहिँ आमचुर पाउडरहरू पनि हालेको छु, हिङ पनि हालेँ है। पहिला हाल्नुपर्ने थियो हिङ चाहिँ है, त्यही कारण चाहिँ यो यसरी बनाएँ मैले है। त्यसलाई चपिङ गरेँ भुनेको बैगनलाई है। हेर्न सक्नुहुन्छ यसरी बनाउनुहोस् मजाले है। बनाएर यसरी हालिदिनुहोस्। अन्त यसरी बन्ने मेरो अलिकति बटर पनि हालेँ है फ्लेभरको लागि, राम्रो टेस्टी बनिन्छ नि त भनेर चाहिँ यसरी बनाएँ मैले।